तपाईँ आजै आउनु भएको? म भर्खरै 1 घन्टा भयो भेटघाट भइसक्यो? भइसक्यो। हामीले पनि अपेक्षा राखेका छौँ आएको मायालाई उहाँले कदर गर्नुहुन्छ होला, खबरदारी पनि गर्नुपर्छ भनेर आएको। म चाहिँ अलिकति स्वतन्त्र मन पराउने, राम्रो कामको चाहिँ सबैको समर्थन गर्ने र गलत कामको सबैको खबरदारी गर्नको लागि सबै पार्टीहरूलाई खबरदारी गर्न, सबै नेताहरूलाई खबरदारी गर्न स्वतन्त्र नै रहन चाहन्छु। जस्तै रवि दाई पत्रकारबाट सुरुवात गर्नुभयो, हाम्रो रेखा दिदीहरू लगायतका धेरै कलाकारहरू आउनु भएको छ। तर म चाहिँ केही समय चाहिँ आफ्नै पेसाबाट, आफ्नै फिल्डबाट खबरदारी गर्ने सोचमा छु। जनताले नयाँ परिवर्तन, नयाँ नेतृत्व पनि खोजिराखेको छ र पुरानो नेताहरूबाट, पुराना केही व्यवस्थाहरूबाट चाहिँ फ्रस्ट्रेट पनि भएका हुन्। यथास्थितिमा एमसिसी पास हुनु हुँदैन भनेर सबभन्दा पहिला एमसिसीको विरोध गरेको मान्छे पनि मै हुँ र व्याख्यात्मक टिप्पणीको धज्जी उडाउने मान्छे पनि मै हुँ। सबभन्दा पहिला बनाएको कि हामीले एउटा मोडल बनाएका छौँ जहाँ प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनोस्, त्यसपछि उहाँले चाहिँ अर्को विपरीत लिङ्गको उपमुख्यमन्त्री मनोनयन गर्ने, जिल्ला प्रमुखहरू मनोनयन गर्ने। साथीहरूले धन्यवाद। स्वागत गर्छौँ। धन्यवाद। आज मात्र आइपुग्नु भयो? हजुर भर्खरै 1 घन्टा भयो। यो चुनाव अगाडि चाहिँ यहाँलाई देख्न पाइएन, जो जितेपछि भने खुसी मनाउन आउनु भएको छ। भोट माग्न चाहिँ माग्नुभयो कि माग्नु भएन तपाईँ रविजीको लागि? प्रत्यक्ष रूपबाट मैले कसैलाई पनि भोट मागिनँ, अप्रत्यक्ष रूपबाट चाहिँ मागिरहेको हो। अनि चुनावको बेलामा अरू व्यस्तताहरू भएर अनि अहिले चुनावपछि चाहिँ म एउटा साक्षात्कार र खुसी साट्नको लागि। अब सम्भवतः यहाँले जीवनको आफ्नो अलिकति तनावपूर्ण अवस्था गुजार्नु भएको छ, हामी त्यता जान चाहन्छौँ, धेरै अन्तर्वार्ता दिनुभएको छ। तर पनि यो अहिले जुन नेपाली राजनीतिले एउटा नयाँ युवा पुस्ताको आगमनले नेपाली राजनीतिलाई अगाडि बढाइराखेको छ, यसबाट कतिको उत्साही, कतिको खुसी हुनुहुन्छ? जनताहरूले परिवर्तन चाहेको छ भन्ने कुरा त अहिलेको यो निर्वाचनको मत परिणामले पनि पुष्टि गरिसकेको छ। जे होस्, हरेक विभिन्न पार्टीहरूबाट, नयाँ पुराना पार्टीहरूबाट एकदम उत्साहजनक रूपमा युवाहरूको जित भएको छ। एउटा भिजन र विकासको मार्ग कोरिन्छ कि भन्नेमा चाहिँ आशावादी छौँ। जस्तो अहिले यो जुन समर्थन देख्नुभयो यहाँले स्वतस्फूर्त रूपमा रवि लामिछानेको पक्षमा हुटिङ लगायतको, यी व्यक्तिहरूले के चाहिराखेका छन् नेपाली राजनीतिमा, यसले के सङ्केत गर्छ? अब यो चाहिँ नेतृत्वको र एउटा नेपाली राजनीतिमा जुन किसिमको पुरानो पुस्ताको हावी छ त्यसलाई चाहिँ चिर्न चाहन्छन्, नयाँ पुस्ता देख्न चाहन्छन् र एउटा योजना भएको विकास गर्ने जुझारु व्यक्तित्वको खोजी छ। पुरानो व्यवस्थाबाट जनताहरू चाहिँ वाक्क भइसकेका छन् जस्तो लाग्छ मलाई। जस्तो अहिले पछिल्लो समय नेपाली राजनीतिमा पत्रकार, कलाकारहरू पनि प्रवेश गरिराख्नु भएको छ। तपाईँलाई पनि यो खालको लोकप्रियता देख्दा, यो हुटुटी देख्दा समाज सेवा गरौँ, देशको सेवा गरौँ भन्ने त्यस्तो राजनीति गर्नुपर्ने रहेछ भन्ने लागेको छ र? अब हाम्रो पेसा नै एक किसिमको समाज सेवाको हिसाबको पेसा हो हैन। अब लोकप्रियताको लागि त कलाकार पनि कम लोकप्रिय हुँदैनन्। राजनीतिमा आउनको लागि त कुनै एजेन्डाहरू बोकेर नै आउनुपर्छ। म चाहिँ अलिकति स्वतन्त्र मन पराउने, राम्रो कामको चाहिँ सबैको समर्थन गर्ने र गलत कामको सबैको खबरदारी गर्नको लागि सबै पार्टीहरूलाई खबरदारी गर्न, सबै नेताहरूलाई खबरदारी गर्न स्वतन्त्र नै रहन चाहन्छु। जस्तो केही कलाकारहरू पार्टीका विभिन्न कलाकारसँग सम्बन्धित सङ्गठनहरूमा रहने अथवा पार्टीकै राजनीतिमा पनि सक्रिय रहनु भएको छ। कलाकारहरूको यो समाज रूपान्तरणमा कलाबाट मात्रै भूमिका हुनुपर्छ कि सक्रिय राजनीतिमा अथवा चाहिँ प्रत्यक्ष राजनीतिमा पनि उहाँहरूको भूमिका महत्त्वपूर्ण हुन्छ? अब राजनीतिमा पनि आएको राम्रो सकारात्मक सोचहरू बोकेर त हैन, केही कलाकारहरू आइसक्नु भएको छ। जस्तै रवि दाई पत्रकारबाट सुरुवात गर्नुभयो, हाम्रो रेखा दिदीहरू लगायतका धेरै कलाकारहरू आउनु भएको छ। तर म चाहिँ केही समय चाहिँ आफ्नै पेसाबाट, आफ्नै फिल्डबाट खबरदारी गर्ने सोचमा छु। तपाईँ काठमाडौँदेखि रवि लामिछानेलाई शुभकामना दिनको लागि भनेर आउनुभयो, त्यस्तो के घटनाक्रम या कारणले रविमाथि त्यति धेरै विश्वास तपाईँको? अब दशकौँ लगाएर निर्माण गरेको, जनयुद्ध गरेर आन्दोलनहरू गरेर आएको पार्टीहरूबाट फैलेको वितृष्णाले केही 5-6 महिना अगाडिदेखि उब्जेको एउटा पार्टीमा यति धेरै जनताको विश्वास, जनताको मत गएको छ। हामीले पनि अपेक्षा राखेका छौँ आएको मायालाई उहाँले कदर गर्नुहुन्छ होला, खबरदारी पनि गर्नुपर्छ भनेर आएको। नेपाली जनताले विशेष गरी 2064 सालमा माओवादीलाई एक किसिमले विश्वास गरेथे र मधेसवादी दलहरूलाई पनि एक किसिमले विश्वास गर्थे। आज 14-15 वर्षको संसदीय यात्रामा उहाँहरूको आजका दिनका व्यथिति, विसङ्गतिका कारण उहाँहरूको पोजिसन भोलि रवि लामिछानेलाई आज विश्वास गरेको भोलि प्रचण्डलाई विश्वास गरेर चाहिँ घात हुँदैन भन्ने तपाईँलाई विश्वास छ? अब भोलि के होला कसो होला त भन्न सकिँदैन, तर हामीले खबरदारी चाहिँ गरिराख्नुपर्छ। अलिकति अपेक्षा राखेको भएर नि जोसँग बढी अपेक्षा हुन्छ उपट्टि मान्छे ढल्किने त हो नि।
रवि लामिछानेले अहिले पाएको मत विशेष गरी अहिलेका नेताहरूप्रतिको फ्रस्ट्रेसन मात्रै हो भन्ने छ। यो फ्रस्ट्रेसन मात्रै हो या नेपाली जनताले साँच्चै नै यी दलहरूकै विकल्प खोजेका हुन्? फ्रस्ट्रेसन मात्रै भएको भए समानुपातिकमा देशमा अन्त पनि त्यसरी आउँथेन होला होइन। सबैतिरको मत हेर्दाखेरि चाहिँ अब जनताले नयाँ परिवर्तन नयाँ नेतृत्व पनि खोजिराखेको छ र पुरानो नेताहरूबाट पुराना केही व्यवस्थाहरूबाट चाहिँ फ्रस्ट्रेट पनि भएका हुन्। तपाईँ आजै आउनु भएको? म भर्खरै 1 घन्टा भयो भेटघाट भइसक्यो? भइसक्यो। हस् धन्यवाद। हस् थ्याङ्क यू। भर्खरै जन्मिएको पार्टी उम्मेदवार छनौट गर्न तपाईँलाई निकै कठिन परेको थियो, तर राजधानी जस्तो ठाउँमा 4-4वटा निर्वाचन क्षेत्र जित्ने गरी ती न चर्चित अनुहार हुन् न कुनै स्थापित व्यक्ति हुन् होइन, नयाँ अनुहारलाई ल्याएर पनि कसरी राजनैतिक दलको किल्ला तोड्न सफल हुनुभयो तपाईँ? यस्तो हो, उम्मेदवारहरू छनौट गर्दाखेरि हामीले चुनेका उम्मेदवारहरू को कसरी चिनिन्छ त्यो फरक कुरा हो। अहिले मान्छे चिनिने भनेको कुन माध्यमबाट चिनिने? आफ्नो कर्मले चिनिने हो। राजनीतिक दलले चिनिएका चर्चित भएका पहिले नै फेमस भएका मान्छेहरू मात्र खोज्दैन, केपेबल मान्छेहरू खोज्छ। कोही केपेबल पनि छ र फेमस पनि छ भने त्यो त सुनमा सुगन्ध भइहाल्यो। हामीले त्यस्ता उम्मेदवारहरू छानेका थियौँ जो आफ्नो क्षेत्रमा परिचित थिए र ती उम्मेदवारहरूले आफ्ना मतदातालाई गएर आफ्नो बारेमा बताउने बित्तिकै मतदाताहरूले उनका बारेमा थाहा पाए। किन मतदाताहरूको चेतनालाई हामीले चुनौती दिन सक्दैनौँ। उहाँहरूले बुझ्नुभयो, अझ शहरी क्षेत्रका मतदाताहरूले को रहेछ त विजयी भएका मान्छेहरू? विराजभक्त श्रेष्ठ भनेको को हो? केसी खनाल को हो? डाक्टर तोसीमा कार्की को हो? सोभिता को हुन्? यी सबै कुराहरू चाहिँ सबै आम मतदाताहरूले हेर्नुभयो, बुझ्नुभयो र अरू चिनिएका वर्षौँदेखि टेलिभिजनमा छाएका पत्रपत्रिकाका हेडलाइन बनेका त्यस्ता भनौँ न चर्चित अनुहारहरू भन्दा होइन यी क्षमतावान हुन् भनेर भोट दिनुभएको। त्यस कारणले गर्दाखेरि हामीले 131 प्रत्यक्ष उम्मेदवारहरू उठाएका हौँ। अधिकांशभन्दा अधिकांश सबै चिनिएको भन्दा कुन प्लेटफर्मबाट होइन कि आफ्नो क्षेत्रबाट चिनिनु भएका उम्मेदवारहरू थियो। त्यसले गर्दाखेरि यो नतिजा भइरहँदा र तपाईँको पछाडि पनि हामी भइरहँदा धेरैजनाले प्रश्न गर्नुभएको छ, खालि रवि लामिछानेलाई जोडेर एसपिपी एमसिसीको विषयमा बोल्नु भएन भनेर हामीलाई सोध्नुहुन्छ, उनीहरूले के जवाफ दिने? सबैभन्दा पहिला कसैले हिसाब गरेर बस्दा बोल्ने कि नबोल्ने भनेर बोल्दाखेरि बोल्ने मान्छे म हुँ। त्यसले गर्दा ती भिडियोजहरू अहिले पनि छन्। त्यो हाम्रोमा के छ भने केही कुरालाई अलिकति प्रमाण खोज्छ। म चाहिँ टेलिभिजन ब्याकग्राउन्डबाट आएको हुनाले कुनै कुरा कसैलाई भन्दा प्रमाणसहित भन्छु। अनि बिना प्रमाण कसैले केही चिज भनिदियो भने त्यसमा त 2 सेकेन्ड पनि लागेन नि त। प्रमाण खोज्न त महिनौँ लाग्छ। अनि त्यो महिनौँ दुःख गर्नुभन्दा खराब भनिदिन त 1 सेकेन्ड लाग्यो। के का बारेमा? यथास्थितिमा एमसिसी पास हुनु हुँदैन भनेर सबभन्दा पहिला एमसिसीको विरोध गरेको मान्छे पनि मै हुँ र व्याख्यात्मक टिप्पणीको धज्जी उडाउने मान्छे पनि मै हुँ। सबभन्दा पहिला बनाएको। त्यस कारणले त्यसमा कुनै त्यतिखेर धेरैले बोलेका थिएनन् जतिखेर मैले बोलेको थिएँ। अब छोटकरीमा निर्वाचनसँग सम्बन्धित कुराहरूमा गरौँ। चितवन 2 का आदरणीय मतदाता आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरूले आज मलाई एउटा यत्रो ठुलो जिम्मेवारी दिनुभएको छ। यसलाई मैले जाँच दिन गएको मान्छे, मैले भर्खरै एउटा सामाजिक सञ्जालमा पोस्ट गरेको छु। यो विजय होइन, तपाईँले विजयका लागि जाँच दिनका लागि मलाई चुनेर पठाउनु भएको हो। म अब जाँचमा जाँदैछु, म एक्जाममा भाग लिन जाँदैछु। यो एक्जामको रिजल्ट 5 वर्षपछि आउँछ। म तपाईँले एक्जामका लागि पठाउनु भएको यो जिम्मेवारी छ, यसलाई वहन गरेर म पास भए अन्तिम नतिजा नआउन्जेलसम्म हामी छलफलमा रहन्छौँ। त्यसपछि मात्र हामी निर्णय चरणमा प्रवेश गर्ने भएको हुनाले सम्भावनाका कुराहरूमा यसो गर्दा हुन्छ कि यसरी गर्दा हुन्छ कि भन्ने कुरामा छलफल चल्ने कुरा एकदमै सामान्य राजनीतिक अभ्यास भयो। त्यो सामान्य राजनीतिक अभ्यासमा साथीहरूले प्रश्न नै गरिरहनु परेन, मैले त्यसलाई उत्तरै दिइरहनु परेन। तर परिणाम आइसके पछाडि चाहिँ यी सम्पूर्ण सम्भावनाहरूमध्ये देश हितलाई ध्यानमा राखेर यो मुलुकका जनतालाई ध्यानमा राखेर मात्रै हामी निर्णय गर्छौँ। र जुन मुद्दाहरूमा हामीले चुनाव जितेका छौँ, जुन मुद्दाहरूमा आम नागरिकले हामीलाई विश्वास गरेर मत दिनुभएको छ, त्यसको कदर गर्दै त्यसलाई कदर हुने गरी मुलुकले जित्ने गरी नागरिकले जित्ने गरी हामी निर्णय गर्छौँ। रवि सर, एउटा प्रश्न, जस्तो अब प्रदेश त तपाईँहरूले छोड्नुभयो राष्ट्रिय स्वतन्त्र पार्टीले, अब राष्ट्रिय सभामा तपाईँहरूको त्यहाँ प्रतिनिधित्व हुन्छ कि त्यहाँ पनि छोड्नुहुन्छ? किनभने राष्ट्रिय सभाको इलेक्सनमा स्थानीय जनप्रतिनिधि त्यस्तै गरी प्रदेश सभाका सांसदहरू पनि भोटर्स हुन्छन्। अब राष्ट्रिय सभामा तपाईँहरूको प्रतिनिधि रहन्छ वा रहँदैन? होइन, अहिले हामीले प्रदेश सभामा सहभागी नहुँदाखेरि हामीले लुज गरेका कुराहरू छन् आफ्नो ठाउँमा। तर हाम्रो मुद्दा के भने त्यसमा भन्दा पनि हाम्रो मुद्दा चाहिँ के हो भने हामीले यसलाई यो
प्रदेश संरचनाभित्रको कुरा आयो। प्रदेश संरचनामा हामीले व्यापक सुधारको अपेक्षा गरेका छौँ। यसलाई चाहिँ रेट्रोफिट गरौँ, यसलाई सुधार गरौँ भनेका छौँ। त्यसबाट हामीलाई हुने फाइदा पनि हामीले स्वीकार गरेका छौँ, त्यसलेबाट हामीलाई हुने घाटा पनि हामीले स्वीकार गरेका छौँ। के भने एउटा राजनीतिक दललाई, एउटा नेतालाई फाइदा बेफाइदा भन्दा पनि मुलुकलाई फाइदा छ कि छैन भन्ने कुरा गहन रहन्छ। त्यसले गर्दा त्यसलाई विश्लेषण हामी गर्न नै बाँकी छ। त्यो विश्लेषण कसले प्रश्न गरेर खै कहाँ लेखिएको छ त्यस्तो? हामी संविधानभित्र व्यवस्थाभित्र रहेर अवस्थाको कुरा गरिरहेका छौँ। प्रदेशको निर्वाचनमा सहभागी नै हुनु भएन, उम्मेदवार उठाउनु भएन, मत दिनु भएन, त्यो हिसाबले प्रश्न त गरिरहेको छ। होइन, हामीले सुरुवातमै हामीलाई प्रदेश संरचनामा प्रश्न छ। शासकीय स्वरूपमा पनि हामीले आफ्नो राजनीतिक दस्तावेज प्रस्तुत गरेका छौँ। हामीले के यसलाई सुधारौँ, यसलाई ठिक गरौँ, यसलाई चुस्त बनाऊँ, यसका लागि कानुनहरू बनाऊँ र त्यसपछि यसलाई कार्यान्वयन अझ चुस्त ढङ्गले कार्यान्वयन गरौँ। त्यसका लागि हामीले एउटा प्रस्ताव राखेका छौँ, एउटा मोडल सार्वजनिक गरेका छौँ। त्यो मोडल त्यस्तै मोडल अथवा यसलाई हामीले यसलाई सुधारको माग गरेका छौँ। अहिले यो सुधार हुनुपर्छ। यस्तो अवस्थामा चाहिँ यो चाहिँ बेढङ्गको भयो, यसलाई सुधार गर्नुपर्छ भनेर हामीले माग गरेका छौँ। सुधारका लागि हामीले आफ्नो प्रस्ताव राखेका छौँ। राजनीतिक रूपमा त्यो प्रस्ताव अगाडि सारिसकेपछि सुधार हामीले राजनीतिक दस्तावेज स्पष्ट पारेको छ। तपाईँहरूले पाउनु भएन जस्तो लाग्यो मलाई। हामीले बाचापत्रसँगै फेरि पनि स्पष्ट पारेका छौँ कि हामीले एउटा मोडल बनाएका छौँ जहाँ प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनोस्, त्यसपछि उहाँले चाहिँ अर्को विपरीत लिङ्गको उपमुख्यमन्त्री मनोनयन गर्ने, जिल्ला प्रमुखहरू मनोनयन गर्ने, जिल्ला समन्वय समितिका खारेजी यी लगायतका चुस्त एउटा चाहिँ नि एउटा हामीले अवधारणा गरेका छौँ। त्यो दस्तावेजमा यहाँले चाहिँ कृपया एकपटक हेरिदिनु भयो भने अलिक म आभारी हुने थिएँ। हामी संविधानभित्र छौँ। हामी व्यवस्थाका कुराहरूमा तपाईँले गर्नुभएका कुनै पनि प्रश्नको अहिले मैले केही पनि जवाफ दिनुपर्ने किन छैन भने हामी व्यवस्थाभित्र रहेर अहिले अवस्थाको परिवर्तनको आएका छौँ।